अहिले चाहिँ हामी लिम्बू भाषाको नेपाली कथानक चलचित्र लिम्बू संस्कृतिमा आधारित होइन हामी चाहिँ फुङमा लिम्बूमा छौँ र म निर्देशक तुलसी घिमिरे त्यस्तै गरी बडी सँगै हामीसँग हुनुहुन्छ यमदाई सँगै हुँदाको अनुभव यहाँ चाहिँ अहिले एउटा सिक्वेन्स बनिरहेको छ कान्छा क्याप्टनको रूपमा हुनुहुन्छ भने कान्छा क्याप्टेनी हुनुहुन्छ हाम्रो दिदी दिदीको जोडी एकदम राम्रो सही पनि रहेको छ तर यहाँ समस्या के हो भने बुढो स्मार्ट भयो बुढी अलिकति के भइरहेको भनिदिनु त अलिकति बुढी भयो बुढी भयो अलिक तन्ने राख्नु पर्थ्यो अर्को ल्याउनु पर्ला जस्तो देखिरहेछु म अब यसो विचार गर्दा त ल्याउनै पर्ला जस्तो देख्दैछु झनै राम्रो हो अरे ल्याइन्छ नि साँच्चै नै आँटी पो छु नि म त क्याप्टन हो झनै अहिले जति आउँछ क्याप्टनको अरे हो अनि हाम्रो बुढा र बुढीको देखिहाल्नु भयो झै झगडा यस्तै छ यतापट्टि यी दुईजना झै झगडा गर्ने बुढा र बुढीको यति प्यारी क्युटी छोरी जो चाहिँ हामीले फुङमा भनेर चिनिरहेका छौँ हामी एकदम मिहिनेत गरिराख्नु भएको छ राम्रो गरिराख्नु भएको छ अहिलेसम्ममा धेरै राम्रो अभिनय गरिरहेका छौँ र यो मेकिङको कुरामा पनि हामी एकदमै मिहिनेत गर्न गइरहेका छौँ र मिहिनेतकै हिसाबले हामी अगाडि पनि बढिरहेका छौँ जुन हामी देखाउन पनि खोजिरहेका छौँ हुन चाहिँ हामीले कस्तो भन्दा हामीले स्रोतको साधनले जति पाएको छ जस्तो चिजहरू पाएको छ त्यो चिजलाई युटिलाइज गरिरहेका छौँ र यो लिम्बू भाषामा आधारित भएको भएर कल्चर भनौँ न भाषा भन्दा पनि सँगै कल्चर भएको भएर पनि जस्तै यहाँ हामीले चाहिँ अग्रज संस्थाहरू हुनुहुन्छ दाई दिदी त्यस्तै गरी हाम्रो अर्को दाई हुनुहुन्छ यतापट्टि जो चाहिँ आज यहाँनिर चाहिँ के भन्छ दाजु हाम्रो के भएको हाम्रोमा चाहिँ के भन्छ लनी भन्छ यहाँ चाहिँ के भन्छ लिम्बू भाषाबाट चाहिँ हाम्रो चाहिँ के पो इङ्निबा भन्छ इङ्निबा भन्छ इङ्निबा बनेर सरदार सरदार इङ्निबा आजको यहाँ फिल्म सुटिङमा म इङ्निबाको रोल म गर्दैछु अनि र यो मलाई राम्रो लागिराखेको छ अब यो खासै यो लिम्बू समुदायमा चाहिँ छोरी माग्न आउँदा निकै गाह्रो हुन्छ भन्छ नि होइन झोकाझोकी हुन्छ भनाभनी हुन्छ के हुन्छ भन्ने कुरालाई हामीले रिप्रेजेन्ट गर्न खोजिरहेको थियो किन हुन्छ यो उहिलेको जमानामा चाहिँ अलिकति बुझाबुझ नभएर अलिकति पढालेखा अलिक कम भएर पनि बुझाबुझ नभएर पनि केटी दिने छोरी चोरी दिनेको बारेमा धेरै बार्गेनिङ भयो धेरै सुनचाँदीहरू माग्ने भयो सुनचाँदीहरू धेरै माग्ने भएको कारणले सुनचाँदी दिन नसकेको कारणले कोही केटा बेहुला पनि फर्केर जाने चलन छ यो सुटिङमा पनि लगभग त्यही जस्तो देखियो तर पनि अब यो सुटिङका विषयवस्तुमा चाहिँ के देखिन्छ भन्ने कुरा चाहिँ फिल्ममै हेर्नुपर्छ जुन हामी बनाइरहेका छौँ तर मैले चाहिँ योमा चाहिँ एकदम चड्काचड्की परेको पनि देख्छु होइन भनाभन भएको देख्छु अनि यो कुरा नमिल्दाखेरि कतिपय झै झगडा भइरहँदा घटनाहरू पनि भएको देख्छु अब यो कुरा मिलेन भएन भन्ने कुरालाई त्यसै गरी चड्काचड्कीमै सकिन्छ कि पछि फेरि एकचोटि बोलो बोलो सक्यो भन्ने हिसाबले पनि बुझायो हुन्छ सांस्कृतिक हिसाबमा तपाईँहरू यो संस्कृति हिसाबमा मात्र नभएर दुई तिन खेप मागेर बेचे भएको छ यो एकै मागेर शर्त पुरा नहुने सुनचाँदी नपुग्दाखेरि पछि केटा र केटी राजी खुसी हुँदाखेरि फेरि थप सुनचाँदी ल्याएर आएको त्यस्तो पुरानी हामीले पुरानी पछि फर्केर हेर्दाखेरि त्यस्तो हामी धन्यवाद छ त्यस्तै गरी हामीमा आजमा हुनुहुन्छ कुरुम्बा एकदम दाइ हुनुहुन्छ हाम्रो व्यवस्थापनको हिसाबले पनि कुरुम्बा एकदम लागिराख्नु भएको छ तपाईँको नाम के अरे मेरो राजकुमार कुरुम्बाङ भनेको उहाँ मान्छे हो र यो अहिले हामीले बनाइरहँदाखेरि चाहिँ प्रडक्सन कन्ट्रोलर भएर काम गरिराख्नु भएको छ कस्तो भइरहेको छ सजिलो एकदम राम्रो लागिरहेछ मलाई पनि यो हाम्रो सुटिङहरू पनि एकदम राम्रो भइराखेको छ र म चाहिँ यहाँ के हो भने हाम्रो सानो राजा थेगिमज्यू अलिक बिरामी अशक्त हुनाले उहाँले भनौँ म्यानेजमेन्ट गर्नु भनेर म बसिरहेको छु कन्टिन्यू बसिरहेको छु यो मलाई चासो पनि छ मलाई एकदम यो यसको लागि म एकदम लागि परेको छु र एकदम राम्रो नै हुँदैछ जस्तो लाग्छ
अनि धन्यवाद। धन्यवाद। त्यस्तै गरी हामीलाई क्यामेरामा साथ दिइराख्नु भएको छ सहारा बहिनीले। सहारा बहिनी पनि एकदमै राम्रो कलाकारिता एकदम राम्रो अभिव्यक्त गरिरहँदा आफूले कलाकारिता गरिरहँदाखेरि यहाँ आउँदाखेरि चाहिँ एउटा लर्निङ फेजमा हुनुहुन्छ, जुनले क्यामेरा चलाउन पनि सिकिराख्नु भएको छ। त्यस्तै गरी फोटोग्राफीका कुराहरू पनि सिकिराख्नु भएको छ। स्पटमा केही चिजहरू देखेर टप्प काम गरि पनि राख्नु भएको छ। एकदम सानी मान्छे, राम्री मान्छे, खुच्ची मान्छे, अनि मेहनत पनि निकै राम्रै गर्दै जाइरहनु भएको छ। सो सहारा बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म यतापट्टि फेरि पुनः जान चाहन्छु। उहाँ चाहिँ मेरो दौतरी साथी होइन, डान्स टिचर पनि हुनुहुन्छ। सन्तोष सर केही भनिदिनुहोस् न। नमस्ते। आज हामी चाहिँ कुन फिल्मको भन्नुभयो? फिल्ममा फिल्मको आज हामी डे 4 मा भइरहेछौँ। अनि एक्चुअली हाम्रो तुलसी सर चाहिँ हाम्रो एसिस्टेन्ट अहिले के भन्छ डाइरेक्सन गरिराख्नु भएको छ। हाम्रो एकदम राम्रो काम भइरहेछ। आज 4 दिन भइरहेछ। त्यसै गरी म चाहिँ टेक्निसियन एन्ड प्लस एसिस्टेन्ट क्यामराम्यानको रूपमा गरिरहेको छु। अहिले चाहिँ हाम्रो सुट केमा भइरहेछ भने एउटा छोरी मान्छेलाई एउटा छोरा मान्छेले माग्ने एउटा अथवा एउटा रिस लिएर आएर माग्ने एउटा चलनको अहिले सुट भइरहेछ। लगभग अहिले यो सामसामको रूप सुट भइरहेछ भने त्यसको लागि अहिले हामीले एकदम रेडी गरेका छौँ। अहिले चाहिँ हामीले टेक्निसियनहरू सबै रेडी गरेर एकदम तयारी अवस्थामा छौँ। अब यो केही सिनमा अब सुट हुनेछ। धन्यवाद सन्तोष सर। त्यस्तै गरी यतापट्टि हुनुहुन्छ हाम्रो चाहिँ म्याम हुनुहुन्छ, आइतारा म्याम हुनुहुन्छ। उहाँ चाहिँ शिक्षिकाको भूमिकामा अगाडि बढिराख्नु भएको छ। आइतारा म्यामलाई पनि हामीले यो मिनी ब्लगमा वेलकम गर्न चाहन्छु। तपाईँले यो फिल्म गरिरहँदा जस्तो फिल गर्नुभयो त्यस्तो भनिदिनु। मजा आइरहेछ, मजा आएको छैन? मजा आइरहेछ, राम्रो भइरहेछ, राम्रो लागिरहेछ। यो फिल्महरूमा इन्ट्रेस्ट कसरी चाहिँ आइरहेछ हजुरलाई खास चाहिँ? म पनि गर्छु होइन, एउटा भनेर आउनु भएको छ। क्यारेक्टर वाइज पनि एकदम राम्रो पनि गरिराख्नु भएको छ होइन। त्यसको लागि चाहिँ तपाईँलाई इन्ट्रेस्टको विषयमा के हुन्छ? म यो फिल्म गरिराखौँ अथवा एउटा रहर कुरा गर्ने इच्छा कसरी एउटा गरिराखौँ भन्ने आफ्नो कल्चरलाई रिप्रेजेन्ट गर्नका लागि एउटा आफ्नो कल्चरको लागि स्थापित गर्नको लागि केही कदम आफूले पनि चलाउनु हुनेले आइतारा हुनुहुन्छ र आफूलाई आफ्नो अभिनयमा एकदमै धेरै राम्रो तरिकाले प्रकाश गरिराख्नु भएको छ। आइतारा भन्दा धेरै धेरै धन्यवाद भन्दै म फेरि जोड्न चाहन्छु। सङ्घ सर हुनुहुन्छ, आदरणीय सर। सङ्घ सर आउनु न। भन्दै जानुभएको छ। के अरे लाज्याङ सर हुनुहुन्छ। यो लाज्याङ चाहिँ लाज्याङ सरलाई हाम्रो मिनी भ्लगमा वेलकम छ। थ्याङ्क यू सर। कस्तो लागिरहेछ खास लाज्याङ सर तपाईँलाई? काम तपाईँहरूको डिरेक्सन एकदम राम्रो छ। के भन्नु चाहन्छु केही कमी कमजोरी कस्तो तपाईँलाई फिल भइरहेछ? रमाइलो भइरहेछ, नरमाइलो भइरहेछ? तपाईँ चाहिँ एकदम चिज रमाइलो म यसरी च्याब्रो लगाएर तपाईँले च्यापिङ पनि बजाउँदै हेर्नु नाचेर होइन जहिले नाच्नु हुन्छ कि के हुन्छ खास तपाईँहरूको? म चाहिँ राई भएको नि लिम्बू कल्चरको एउटा क्यारेक्टर मिलाउनु पाएको छु। जुन कुराहरू हामीले गर्दै जाँदाखेरि हरेक कुराहरू थाहा पाइने रहेछ। तपाईँसँग हामीले डिओपीसँग काम गर्दाखेरि धेरै कुराहरू ज्ञानहरू जुन पनि च्यालेन्ज पनि ताल मिलाउन गर्दै जानु कामको लागि कुरा गर्नु तपाईँहरूसँग जोडिएर काम गर्नु पाएँ। म काठमाडौँतिर अलिअलि काम गर्ने मान्छे, यहाँसम्म आएर तपाईँहरूले बोलाइदिनु काम गर्ने मौका पाएको एकदम आभारी छु र तपाईँहरूसँग काम गरेको एकदम राम्रो नै हुन्छ हामी आशा गरेको छौँ। धन्यवाद छ। र यो मिनी भ्लगमा अघिदेखि हामीलाई यसरी बोलेर साथ दिइराखेको चाहिँ म अब तपाईँहरू माझमा चाहिँ म सहारा बहिनीलाई देखाउन चाहेँ। र सहारा बहिनी हुनुहुन्छ एकदमै प्यारी हुनुहुन्छ, स्विट बहिनी हुनुहुन्छ। बहिनी के छ कस्तो फिल भइरहेछ सारा? मलाई एकदमै राम्रो फिल भइरहेछ होइन। हुन्छ नि सुटिङ चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो मुभी सुटिङ गर्न आएको।
र कस्तो हुन्छ के हुन्छ भनेर चाहिँ मैले फिल गर्न पाइरहेको छु र निकै राम्रो छ होइन अनि मैले धेरै कुराहरू पनि सिक्नु पाइरहेको छु जस्तै कि फोटो कसरी खिच्ने भिडियो कसरी बनाउने होइन के सामान चाहिन्छ कसरी गर्ने के गर्नुपर्छ के गर्नु पर्दैन भनेर सिक्नु पाइरहेको छु र यसमा चाहिँ मलाई सबैभन्दा धेरै हेल्प गर्नुभएको छ हाम्रो तुलसी सरले होइन मेन चाहिँ हाम्रो तुलसी सरले अनि एडम सरहरू अनि मामाहरू सबैले मलाई हेल्प गरिराख्नु र धेरै माया र सपोर्ट गरिराख्नु हुन्छ त्यसको लागि पनि धन्यवाद। तिमीले त अगाडि पनि सिरियल गरेको थियौ होइन नानी? सिरियल चाहिँ गरेको थिएँ बट मुभी चाहिँ मेरो फर्स्ट टाइम हो। फर्स्ट टाइम कस्तो भइरहेछ? मजा आइरहेछ? मजा आइरहेको छ गाउनु त। तिम्रो रोल नआएर अलि अल्छी लागिरहेको अथवा टेक नआएर त्यस्तो केही फिल भएको छैन? होइन त्यस्तो छैन अब मेरो रोल अहिले नभए पनि अब म क्यामेरा गर्नमा बिजी नै छु नि त होइन त्यस्तो अल्छी चाहिँ लागेको छैन। ओके थ्याङ्क यू। त्यस्तै गरी यहाँ बाउछोरी हुनुहुन्छ एकदम रमाइलो पाराले बसिराख्नु भएको छ होइन। यो हाम्रो एकछिनको लागि चाहिँ टेक्निकल केही इरो आएको भएर चाहिँ हामी एकछिन सुटिङलाई ब्रेक गरिरहेका छौँ। सो स्टिल तपाईँहरू सबैजनाले हेर्दै गर्नु होला। फिल्म आएपछि अवश्य पनि भन्दै जानेछौँ भन्दै अहिलेलाई पनि म यो मिनी ब्लगलाई यहीँ क्लोज गर्न चाहन्छु। हवस् त, नमस्कार। हेर्नुहोस् लिची।